हेलो नमस्कार सम्पूर्णमा सन्चै हुनुहुन्छ हजुरहरू। आज म छुट्टीको अवसर पारेर बाहिर बजार आएको छु र हजुरहरूलाई म छोटो जानकारी दिन चाहन्छु। यदि तपाईँहरू दिदीबहिनीहरू जोसुकै कोही पनि कोरिया, जापान अथवा जुनसुकै ठाउँमा जाँदै हुनुहुन्छ, जाने सोच बनाउनु भएको छ भने सम्बन्धित देशको नियम कानुन र भाषा सम्बन्धी केही जानकारी लिएर मात्रै जानु होला। विशेष गरी विद्यार्थी साथीभाइहरूको लागि भाषा नपढिकन कुनै पनि देश नजानुहोस्, जुनसुकै देशको होस्, जापान, कोरिया। विशेष गरी जापान र कोरियामा चाहिँ भाषा त्यही देशको भाषा बढी चल्ने भएको र अरू देशको भाषा नचल्ने कारणले तपाईँलाई रहनसहनको लागि, काम गर्नको लागि अनि हरेक क्षेत्रमा चाहिँ तपाईँलाई भाषाको आवश्यकता पर्ने हुनाले भाषा अनिवार्य छ। त्यही भएर भोलि तपाईँ जापान, कोरिया आउँदै गर्दाखेरि रहनसहनको लागि, डेली गतिविधिको लागि सजिलो हुनको लागि तपाईँलाई भाषा धेरै इम्पोर्टेन्ट छ, धेरै महत्त्वपूर्ण छ। यदि तपाईँले भाषा जान्नुभयो भने तपाईँले काम पनि गर्न सक्नुहुन्छ। भाषा बुझ्नुभयो भने काम गर्दाखेरि पनि सजिलो हुन्छ। यदि तपाईँले भाषा जान्नु भएन भने धेरै गाह्रो हुन्छ। अब कम्पनीमा आउनेहरूको लागि त अब भाषा पढेकै हुन्छ, पास गरेको हुन्छ, तर पनि बुझ्दैन। तर कम्पनीमा आउनु र स्टुडेन्टमा आउनु धेरै फरक छ। स्टुडेन्ट सबै कुरा आफूले स्ट्रगल गर्नुपर्ने हुन्छ। कम्पनीमा त सम्बन्धित कम्पनीमा तोकेर आएको हुन्छ र काम गर्न सजिलो नै हुन्छ। त्यसैले हाम्रो दिदीबहिनी दाजुभाइहरू जो पनि सोच्दै हुनुहुन्छ विदेश जाने, जापान, कोरिया, अब जुनसुकै देश जाने भनेर सोचिरहनु भएको छ भने प्लिज तपाईँले जति सक्दो चाँडो भाषा चाहिँ बेसिक नलेज, बेसिक ज्ञान चाहिँ भाषा सम्बन्धी बेसिक ज्ञान लिएर मात्रै आउनु होला। मेरो बाटो काट्ने बेलामा म दौडेर बाटो काट्दैछु र भिडियो पनि बनाउँदैछु हजुरहरूलाई। त्यसैले हजुरहरूले जसरी पनि कोरियन भाषा, जापानिज भाषा पढेर मात्रै बाहिर जानु होला विद्यार्थीको रूपमा, नत्र भने गाह्रो हुनेछ भोलिको दिनमा तपाईँले त्यहाँ सर्भाइभ गर्नको लागि। है त, सबैजनालाई बाई बाई। यति नै भने आजलाई पछि पनि हजुरहरूलाई काम लाग्ने इन्फर्मेटिभ भिडियोहरू बनाउने कोसिस गर्नेछु। माया गर्नुहोला। यदि मन परेमा लाइक, सेयर र कमेन्ट पनि गरिदिनु होला, फलो गरिदिनु होला। हेर्नुहोस् है, नेपाल र कोरियाको के फरक छ र छैन। नेपाल पनि छ त यस्तो ठाउँहरू त होइन, कोरिया पनि। अब हाम्रो आज म एउटा कुरा भन्नै छुटेछु। विशेष गरी विदेशतिर ठुल्ठुलो बिल्डिङहरू देखेर, त्यहाँको भवनहरू देखेर हो कहिले पुग्नु पाऊँ भन्ने हुन्छ हामी नेपालीहरूको लागि। त्यो सोचाइबाट चाहिँ विदेशी बिल्डिङ हेर्नुको लागि त अब नेपालमा पनि बनिसकेको छ, ठुल्ठुलो बिल्डिङहरू, टावरहरू बनिसकेको छ। विदेशै जानु पर्दैन। राम्रो सपिङ मलहरू नेपालमै छ। विदेशमा हुने पनि त्यही हो, नेपालमा हुने पनि त्यही हो। मात्र अब विदेशको चाहिँ सबै नियमअनुसार चलेको हुन्छ भने हाम्रो नियम त छ, नियममा चलेको हुन्छ, त्यति मात्रै फरक हो। अहिलेलाई बाई बाई, सी यू नेक्स्ट भिडियो।